जय मसी सबैजनालाई। हामी अहिले चाहिँ कार्यक्रम स्थलमा छौं। यो कार्यक्रम स्थल चाहिँ 4 दोबाटो भक्तपुर, विशेष यसलाई चाहिँ ठिमी भनिन्छ। यो ठाउँमा छौं। यो किङ्स बैंक्वेटको यो बगैँचामा पछाडिपट्टि तपाईले देख्दै हुनुहुन्छ, त्यहाँ स्टेज तयारी भइराखेको छ। वर्शिप टिमले अन्तिम तयारी गरिराखेको छ। भोलिन्टियरले ठाउँ सफा गर्ने काम गरिराखेका छन्। भित्रपट्टि ब्लड डोनेसनको कुराहरूको लागि पूर्ण तयारी भइराखेको छ। यतापट्टि सबै प्रकारको हेल्थ केयरको लागि पनि तयारी भइराखेको छ। अब लगभग फिल्डको सम्पूर्ण तयारी काम भइराखेको छ। हामी आज राति प्रार्थना गरौँ र भोलि हामी सबैजना यहाँ सहभागी हौं। यो ठाउँ चाहिँ भक्तपुरमा परेको भए तापनि यो उपत्यका व्यापी इस्टर महोत्सव हो। जसरी हामी विभिन्न काठमाडौँको विभिन्न ठाउँमा गर्दै गरेका थियौं, ललितपुरमा गर्दै गरेका थियौं, यो चोटि हामी भक्तपुरको, काठमाडौँ र ललितपुरको नजिकै रहेको शहर ठिमीमा गर्दैछौं। तपाईहरु सबैजनालाई स्वागत छ। चर्चको भेटी, व्यक्तिगत भेटी लिएर सबैजना आउनु होला। उत्सव मनाऊ। येशू ख्रीष्ट बौरी उठ्नु भएको छ। तपाईहरुमा जोश मनाऊ, उत्सव मनाऊ र जो जतिले सुसमाचार सुनेका छैनन् उनीहरुको लागि सुसमाचार सुन्ने मौका दिउन्। प्रभुले आशिष दिउन्। धन्यवाद। र्यालीको बारेमा पनि भनिदिनुस् न। अब र्याली चाहिँ विशेष गरेर हामी अहिले जडीबुटीमा विशेष एउटा प्रकारको काठमाडौँ र ललितपुर जो चाहिँ गाडी चढेर आउनुहुन्छ, उहाँहरू जडीबुटीको पुल पारी आइसकेपछि, वारी आइसकेपछि अनि यो यहाँबाट र्याली सुरु हुन्छ करिब 2.5 किलोमिटर जति। त्यसपछि यतापट्टि हाम्रो भक्तपुरबाट आउनेहरू चाहिँ सल्लाह गाडीबाट र्याली हुनेछ र काठमाडौँको जोरपाटीबाट हुनेछ भने यतापट्टिको चाहिँ हाम्रो महालक्ष्मीको नगरपालिकाको यो उत्तरी बेल्ट, पूर्वी बेल्टबाट हुनेछ। त्यसपछि हामी सबैजना जडीबुटीमा र केही व्यक्तिहरू चाहिँ यही 4 दोबाटोमा हामी भेला हुनेछौँ र त्यसपछि यहाँबाट अलिकति दक्षिणतिर करिब 1500 मिटर होला, दक्षिणतिर मात्रै हामी यहाँ आयौँ भने चाहिँ यहाँ चाहिँ एउटा यो बैंक्वेट छ। बैंक्वेटको यता प्राङ्गण छ भने हामीले खास प्रोग्राम चाहिँ पछाडि जो चाहिँ प्लटिङको ठाउँमा, खुल्ला ठाउँमा हामीले गर्नेछौँ। त्यसको लागि सबैजनालाई स्वागत छ।